मैले सिभिल पढ्दैछु बट म घर आएपछि सबै इन्जिनियर बन्नुपर्छ। प्लम्बरदेखि कुक, इलेक्ट्रिकलदेखि डिसवासर, मेकानिकलदेखि क्लिनर, कम्प्युटरदेखि फुलबारी सफा गर्ने मालीसम्म। बट यो सबै गर्न मलाई कुनै प्रब्लम नै छैन, किनकि म घर छाडेर फेरि घर फर्केको मान्छे हो। 3 वर्ष अगाडिसम्म मलाई रिस उठ्थ्यो, कति काम गराएको होला, दिदी सुतिरहेछि मलाई मात्रै काम गराउने, कान्छो छोरो होइन कान्छो बुहारी जस्तो गराछन्। बट नाउ आफ्टर इयर्स जब घर छाडेर म त्यो बिरानो सहरमा पुगेँ अनि बल्ल महसुस भयो त्यो घर, त्यो खेत, आमा बुवा, त्यो माटो, त्यो गाउँको महत्व, त्यो बेलाको समय र अहिलेको समय। मलाई अहिले घर आउँदा काम लगाइदिए हुन्थ्यो, परिवारसँग गफ गर्न पाए हुन्थ्यो भन्ने हुन्छ। त्यो इन्जिनियरिङ, त्यो इक्जामहरू जुन महिनौँ दिन चल्छ, त्यो एसाइनमेन्ट, त्यो मन जुन भारी भएको छ, अनेक कुरा, कहानी, त्यो एक्लोपन, त्यो कोठा सबै छाडेर घर आउँदा जिन्दगीको आधी बोझ नै कम भए जस्तो लाग्छ। मैले हरेक पोसिबल वे खोज्छु घर आउने, घर फर्किने, जस्ट फर द मोमेन्ट टु रिलिज माई हेभी हार्ट, टु रिचार्ज माइसेल्फ, टु स्पेन्ड क्वालिटी टाइम। सो द समरी इज कि तिमी लाइफमा घरबाट बाहिर निस्कि, केही टाइम बाहिर जाऊ, केही गर अनि फेरि घर फर्कियो। त्यो घर हुँदैन, त्यो घर मनको भारी बिसाउने ठाउँ हुन्छ।